आज नानीलाई केही कुरा सोध्नलाई आको माइतमा कसरी बच्चा जन्माको आज देशभरि चर्चा भो अमला काण्ड यो बच्चा कसको नढाँटी भन्छ बाजेले दिएको आमालाई खाएको त्यही दिनदेखि म गर्भवती भएको कहिले चाहिँ आमालाई कहिले चाहिँ केरा आएर बाजेले हल्लायो डेरा फसायो मलाई आमालाई ल्याउँदै बच्चा र बाजेको अनुहार नै एउटै यो बुढो किन मातेको हो के हो बच्चा साँच्चै बाजेको हो नमस्कार म अमला बाजे सत्य कुरा के हो बोल्नलाई थाले दुईवटा अमला गेट बाहिर राखे एउटा केरा चाहिँ भित्रै लगे केरा र अमला मात्रै हो खुवाएको कसरी होला खो यो बच्चा भएको अरू त केही पनि दिएन खासै मेरो पनि गल्ती त थिएन तँलाई बुढो मर्ने बेलामा हरियो काँक्रो खोरतिर गएको भए भेट्थ्यो नि बाख्रो अमलाले गर्दा अति भो भन नानीको उमेर कति भो 21 वर्ष पुग्यो भक्कर यो बुढो बाजेले दिइहाल्यो ठक्कर अलिअलि मात्रै चलायो चक्कर अमला बोकेर आउँछ लकर लकर अनि बाजेको उमेर भन्नु त बाजे भुदुक्कै भएर बस्या छ लाजले उही उमेर त भक्कर 80 म त 32 सालमै बनाएको खसी मेरो ठुट्टे कलमबाट आउँदैन मसी जिस्काको मात्रै हो छेउमा बसी तर यो कुरा हामीले लुकाउनु पर्छ मलाई नि हल्का समाजको डर छ थाहा पायो भने मलाई बुढीले मार्छ कति चाहियो भन बरु सुत्केरी खर्च